तपाईको फोटो बाजे कस्तो आएको रहेछ बाँदर बुढो जस्तै बाजे यो के काठ हो कि के हो बाजे हो यो अँ अन्त काट्छ अन्त फलाउनु भन्छ फलाउनु त होइन नि त्यो आज चाहिँ हामी दमकको फन पार्कमा बाजेलाई घुमाउनको लागि आएका छौँ सो बाजे चाहिँ यता हुनुहुन्छ बाजे त्यसै गरी नातिनी बुहारीहरू फोटो खिच्दैछन् बाजे कस्तो लाग्यो कस्तो लाग्यो अरे बाजे राम्रै छ नि त्यो मैदानमा फुलहरू छ ताराहरू छ बाजे त शीतल रहेछ है यहाँ शीतल रहेछ होइन बाजे यता बस्नु है यहाँ बस्नु यहाँ शीतल रहेछ बाजे यहाँ शीतल छ के गर्ने यो जुन मर्छ बाजेलाई यहाँ राखेर हामी चाहिँ जुनमा बस्नुपर्छ जस्तो छ यता र उता ढल्केर न यहाँनिर बस्नु दिँदैन शान्ति त्यहाँ म यहाँ बस्छु न यहाँ माथि बस्नु दिन्छ र दिन्छ होला यहाँसँगै बसे पनि हुन्छ होला नि त अलिअलि बाजे बिचमा जुन यसरी बस्नु होला नि होइन कसरी ए मा यस्तो दिनु यो को एउटा पार्वती देवी छ ऊ त्यो चाहिँ को यो शिवजी छ होला नि कि कृष्ण र राधा हुँदैन अर्को यो जस्तो कालो चस्मा थियो माथि ल्याएको भए हुने थियो हुन्छ यही छ यो कोकोडाल के पो भन्छ त्यसलाई त त्यो परलाई त्यो डाइनोसर बाजे उपरको ढाड तिखो तिखो भएको के हो त्यो अँ, खलाको होला नि के अरे दुम्सी भने दुम्सी त होइन दुम्सी होइन डाइनोसर सुनेको डाइनोसर अँ, डाइनोसरको उयो बनाएको घोडाहरू तर सबै पिल्सेछ यो त रातकी रानी हो नि त त्यही भएर भिडियो गरिदिनु ल आज फन पार्कमा अब घुम्न आएको गर्मीले एकदमै गाह्रो बनायो बाजेर चाहिँ कस्तो भइरहेछ गर्मी भइरहेछ भने गर्मी भयो नि बाजे हिँड्न सकिन्छ नि होइन है हिँड्न सकिन्छ नि होइन उम्, कि हिँड्न गाह्रो भइरहेछ को गाह्रो हुन्छ अब बाजेलाई चिसो खुवाउनुपर्छ होला चिसो ल हामीले यहाँ पनि फोटो खिचेर अहिले हामी आइसकेका छौँ र अब बाजेलाई फेरि अझै देखाउनु पर्ने ठाउँहरू धेरै छ फोटो खिच्नु पर्ने ठाउँहरू पनि धेरै छ यो शीतल रहेछ हौ यहाँ बसौँ होला एकैछिन शीतल ठाउँमा बाजे एकैछिन यहाँ बसौँ ऊ त्यो घोडा हो कि क्या हो सिंह उसो बाजे अँ, हात्ती पनि छ यहाँ बाजे के रहेछ त्यो है त्यो के हो अरे त्यही हो के भनेको बाघ के हो त्यस्तो सिंह अरे बाजे सिंह अँ, देख्नु त देख्नुहुन्छ नि बाजे होइन अब बाजेको आँखा कति राम्रो तगडै छ किनभने त्यति टाढा भए पनि बाजेले हेरेर चाहिँ बाजेले चाहिँ अब पत्ता लगाउनु भयो है चाहिँ राम्रो आउनुभएछ अब बाजेको फोटो खिचेपछि चाहिँ बाजेलाई फोटो
देखाउँदैछौँ बाजेले हेर्दै हुनुहुन्छ अहिले सबै फोटो खिच्दैछु कस्तो आयो रे बाजेको फोटो बाजेको फोटो चाहिँ बाजेले आफ्नो फोटो हेर्नुभयो बाजे हेर्नु त बाजे कस्तो आएको छ तपाईँको फोटो बाजे कस्तो आएको रहेछ बाँदर बुढो जस्तै राम्रो आएको छ राम्रो आएको छ बाजे बाँदर बुढो एकदम जस्तो राम्रो हुन्छ। आएको छ आज फन पार्कमा बाजेको मात्रै फोटो खिच्ने भयो हामी चाहिँ अब कति राम्रो आयो ओहो यतातिर त राम्रो पो आउँदो रहेछ त भिडियो पनि छैन कति राम्रो आएको छ आम्मामाम अनुहार चाहिँ कति क्लियर भएछ हौ कान्छीको कति छिटो फन पार्क पनि नराम्रो चाहिँ होइन मजाले राम्रै हो बस्छ अब भने त पिठो जस्तै हुने यता पनि राम्रै छ यतातिर पनि एकदम राम्रो छ अन्त झर्दा त तर घाम भएर के गर्नु अब फोटो खिच्न साह्रै छिटो सकिँदैन छाला नि शीतलमा बसेर अब बाजेको फोटो मात्र खिच्दैछौँ अब जाउँ भनेको कहाँ घर जानु बाजे भोक लाग्यो खाजा खानुपर्छ ल भोक लाग्यो कहाँ खसीको सुप खानु मात्रै न बाजेलाई भोक लागिसकेको छैन लाग्यो नि भोक लाग्दैन म त। बाजेले यति नै। के चाहिँ खाने मन छ यसो भोलि मात्रै भोक लाग्छ खसीको मोमो खानुपर्छ ल बाजे खसीको 100 मात्रै पर्छ सस्तो अनि सुप जति दिँदा पनि दिन्छ चाउमिन खाँदा पनि दिन्छ सुप कहाँ उही तल चाउमिन हो त उस्तो अस्ति त मोमो भन्थ्यो कस्तो भनेको त मोमो सिप्ले किरा जस्तो पो चाउमिन चाहिँ बाजे कस्तो अरे बाजेको चाहिँ बनाइदिनु नि टिकटक अन्त यहाँ टिकटक हामी 3 जनाको भाइरल भइजान्छ होला नि लु अब 3 जनाको टिकटक चाहिँ अब बनाउने बाजेसँग भिडियो कि बाजे यो के काठ हो कि के हो बाजे हो यो अँ अन्त काट्छ अन्त फलाम भन्छ फलाम त होइन नि यो त कसरी फलाम होइन बाजे यो कसरी फलाम हो यो फलाम होइन फलाम होइन नि बाजे अनि यति धेरै काठ कहाँबाट ल्याएको अनि यी माथि कहाँबाट माथिसम्म छ? ल्याउँछ नि के काठै हो त बाजे यो काठै त हो अन्त रम्बाको जस काठ ल्याएर राम्रो बनाएछ है बाजे यस्तो राम्रो लाग्यो कि सिमेन्टको राम्रो लाग्यो कि काठको राम्रो लाग्यो बाजे बाजे यो बाजे ऊ हो काठ होइन यो सिमेन्टको बनाएको बाजे हो राम्रो हेर्नु त अनि म त काठ जस्तो लाग्छ सिमेन्टको काठको डिजाइन बनाएको बाजेले चाहिँ यो चाहिँ हो नि काठै होला भनेर। सिमेन्टको बनाएको होला यो यो चाहिँ चाहिँ सिमेन्टको काठ जस्तै बनाएको हो। अब यहाँ हामी एकछिन बसेर अनि फोटोसोटो खिचेर अब हामी चाहिँ यता हो, यतै जानुपर्ने? यतातिर फोटो खिच्छौँ होला अब धेरै छ यता हात्ती पनि रहेछ ल हात्ती पनि अब हात्तीमा पनि हामी अस्ति नै हेरेको नि खिच्छौँ यतातिर पनि हामी फोटो खिच्छौँ सानो बच्चा पनि थियो ठुल्ठुलोहरू अस्ति नै आउनु भएको हो यहाँ त आउनु भएको छैन होला बाजे है तल रिभरमा पो त यहाँ त होइन तल कता देखायो 4-5 वटा पो देखायो त आज चाहिँ हाम्रो बाजेलाई घुमाउनु ल्याएको फन पार्कमा गर्मी रहेछ फुलबारीमा ल बाजे ऊ त्यो के हो कुन यो अँ त्यो हात्ती होला नि हात्ती होइन? माथि लगाएको ए बाजेले ठ्याक्कै पत्ता लगाउनु पनि बाजेको आँखा पनि टक्रै छ है ल त्यो हात्तीमा बाजे जाउँ होला है अब हात्ती भएको ठाउँमा जाउँ होइन बाजे अनि सुडा माथि लगेको छ नि ऊ सोधाएर अँ अस्ति जिउँदै हात पो देखायो त हौ 4-5टा उसको बच्चा पनि देखायो कहाँनिर बाजे यतै कता हौ सिन्धुला दिँदा त यसो गरेर खाइहाल्थ्यो पैसा दिँदा त मौतियाले पो दिन्थ्यो अब हामी त्यो मूर्ति बेर माथि बसेर छ। फोटो खिचेपछि अब हामी यता
जाँदैछौँ हात्तीसँग चाहिँ बाजेको फोटो यहाँनिर अब धरो खिच्नुपर्छ होला भनेर अब बाजेलाई भन्दैछौँ बाजे अब हात्तीसँग फोटो खिचौँ है हुन त मनाही पो छ भनेर दियो यहाँ त फेरि नि छुन मनाही छ भनेको चाहिँ छुन मिल्दैन है यताबाट खिच्दा त कालो आउँछ सुडा यो डाँडा होइन डाँडा हामीले अब धेरैभन्दा धेरै फोटो पनि खिच्यौँ अनि अब बाजेलाई पनि दमकको फन पार्क हेरायौँ र बाजेलाई एकदमै रमाइलो लागिरहेको छ तर दिनको समय भएको हुनाले एकदमै अलिकति घामले पोलिरहेको छ अब हामी जाउँ होला है बाजे अब कसो गरौँ जाउँ जाउँ अब गर्मी साह्रै गर्मी भयो। गर्मी धेरै गर्मी हो बाजेलाई पनि धेरै गर्मी भयो बाजे एकचोटि हाँसिदिनु न बाजेको दाँत एकदम चम्किलो छ है ल बाजे जाउँ ल अब बाजे यहाँ बस्नु त एउटा सिङ्गल है यहाँ ऊ घर कति राम्रो आउँदो रहेछ यहाँ उभिनु ल जान घर पनि र बाजेको फोटो पनि अब राम्रो आउने भयो ल फन पार्कको अब घुमाइ डुलाइ पनि अब यति नै हो अब हामी चाहिँ अब फन पार्कलाई टाटा बाबाई गर्दै अब हामी लाग्यौँ है बाजेलाई गर्मी भयो कि गर्नु भने टोपी खोलिदिउँ बाजे एकछिन है टोपी खोलिदिउँ गर्मी हो हुन्छ हुन्छ फन पार्क चाहिँ अब दिउँसो चाहिँ त्यति राम्रो देखिँदैन लाइट नभएको कारणले गर्दा तर बेलुका चाहिँ एकदमै राम्रो देखिन्छ यहाँ सबै झिलिमिली हुन्छ यहाँतिर पनि सबै झिलिमिली अनि एकदम राम्रो देखिन्छ फोटो पनि राम्रो आउँछ त्यो के भन्नु दिउँसो चाहिँ झिलिमिली छैन त्यही भएर उठ पऱ्यो त्यति राम्रो चाहिँ आउँदैन उठो नि यो जहिले धेरै तर पनि हल्का हल्का हरियाली छ गइडा यसैमा हामी चाहिँ इन्जोय गऱ्यौँ रमाइलो गऱ्यौँ चिन्नुभयो बाजे गइडा फोटो पनि खिच्यौँ उठेछ नि त खिच्यौँ अनि अब हामी लाग्यौँ तिर्खा त लागेको त छैन यो त 10 रुपैयाँको ल 20 पर्छ यहाँ 30 रुपैयाँ 30 रुपैयाँ हो यहाँ बाजेलाई एउटा के हो फ्रुटी रोटी खाने कि बाजे यस्तो खाने के रोटी खाने रोटी दिनु बाजेलाई ए लाग्छ त्यस्तो तर बाहिरको हो, चिसो त होइन होइन चिसो खाने कहाँ चिसो त बाजेले गर्छ कस्तो चिसो छ यो यो त चिसो खाने चिसो अब बाजेले पानी नखाउँ यही खाउँ होला नि यो के खानु होइन, रोटी खाने फ्रुटी चिसो कि यो खाने त्यो त्यो बाहिरको नर्मल फ्रुटी हुन्छ नि त्यो हो। चिसो खाने कि नर्मल खाने भयो भुँडी दुखिन्छ ए हो त जुस किन्नु नि त एक्सट्रिम चाहिँ कि रेड बुल खाने बाहिर छ तपाईँ रेड बुल कति हो ए हो त्यसो तलै तलै दिउँ न तलै खाउँ न अहिले उठ्नु फ्रुटी मात्रै दिनु नि तलै अब खाजा खानु गइन्छ नि त सो आजको यो छोटो ब्लग चाहिँ यति नै हो ओके टाटा बाई बाई